प्रधानमन्त्री बालेन्द्र शाहले गरे पोखराका मेयर धनराज आचार्यलाई फोन। एमालेका सचिव महेश बस्नेतलाई पक्राउ पर्ची जारी। प्रधानमन्त्री बालेनको सचिवालयलाई भने कानुन देखाएर काम नपन्छाउनु, मन्त्रीहरूलाई नपढाउनु। माइती घरमा एमालेका समर्थक र अर्का थरी महिलाहरू बीच भयो लुच्छालुछम। 3 पूर्व प्रधानमन्त्री र 2 पूर्व मन्त्री अनि तिनका परिवारका सम्पत्तिमाथि अनुसन्धान सुरु। एमालेको आक्रमणबाट काठमाडौँमा सुरक्षा गार्ड भए घाइते। पूर्व प्रधानमन्त्रीमाथि छानबिन गर्ने विषयमा हामीले भनेकै कुरा हो, पुष्पकमल दाहाल प्रचण्डको प्रतिक्रिया। रवि लामिछाने विरुद्ध अभिव्यक्ति फिर्ता विवादमा सुनवाई सकियो, आदेश आउँदै। इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षा मन्त्रीको निर्देशन। ओलीको स्वास्थ्यमा देखिएको 6 वटा समस्याबारे अस्पतालले गरायो जानकारी। सचिवहरूलाई गृहबाट 2 आदेश, मौन धारणा नगर्नु। ऊर्जा मन्त्रालयका व्यापक समीक्षा, सेवा प्रवाह सुधार र परिणाममुखी कार्य सम्पादन गर्न जोड। शोभा पाठकको जाहेरी परिषदमा प्रहरी भन्छ हामी अध्ययनमै छौं। पूर्व मन्त्री दीपक खड्कालाई 7 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति। प्रचण्डको दोहोरो रणनीति, राष्ट्रिय स्वतन्त्र पार्टीसँग सहकार्य, एमालेसँग पनि नचिकिँदै। राष्ट्रिय स्वतन्त्र पार्टी सरकारको 100 दिन कार्यसूचीको उपेक्षामा वैदेशिक रोजगार किन राख्यो त यसरी, यस विषयमा विशेष जानकारी। एमालेको विरोध प्रदर्शनमा लाठीचार्ज हुँदा सांसद सिद्दिका घाइते। व्यस्त भएर सरकारका 100 बुँदे कार्यसूची हेर्न भ्याएको छैन, पुष्पकमल दाहाल प्रचण्डको भनाई। रूपन्देहीमा 1 करोडको अवैध सामान गरियो बरामद। सामाजिक सुरक्षा भत्ता अब 75 वर्षमा दिने सिफारिस। छानबिनको दायरामा देउवा परिवारको सम्पत्ति, आर्ज र जयवीरको नाममा 115 रोपनी जग्गा। एक्सनमा बालेन्द्र शाह काम गर्न नसके बिदा हुन मन्त्री र कर्मचारीहरूलाई निर्देशन। इतिहासमै पहिलो पटक दलित र बहिष्कृत समुदायलाई माफी माग्दै राज्य दियो यस्तो प्रतिक्रिया। संगठन हटाउने योजनाप्रति विद्यार्थी नेताहरूको आपत्ति। सभापति लामिछानेको मुद्दा पूर्ण सुनवाई हुने तयारी, दियो राष्ट्रिय स्वतन्त्र पार्टीले यस्तो प्रतिक्रिया। सट्टेबाज एप र वेबसाइटहरू 24 घण्टाभित्र बन्द गर्न सरकारको निर्देशन। नुहाउने क्रममा डुबेर चितवनमा 1 जना बालकको मृत्यु, 20 फिट गहिराईबाट निकालियो शव। मनसुन पूर्व नै विपद न्यूनीकरणको तयारी गर्न गृहमन्त्रीको निर्देशन। एमाले कार्यकर्ताले उग्रता देखाएपछि बबरमहलमा झडप, 9 जना पक्राउ हुँदा 1 जना घाइते। कोशी प्रदेश सभा एमाले र काङ्ग्रेसद्वारा ओली र लेखक सहित नेताहरूको पक्राउको गरियो विरोध। कृषि र भूमिविहीनको समस्या समाधानका लागि सरकारको योजना देखियो यस्तो। अध्यक्ष ओली र लेखकको गिरफ्तारी स्वेच्छाचारी अनि अधिनायकवादी हो भन्दै नेकपा मसालका नेता चित्रबहादुर केसीले दिए प्रतिक्रिया। दलितसँग माफी माग्ने सरकारको घोषणाको उज्यालो नेपालका केन्द्रीय सदस्य विकले गरे स्वागत। नेपालमा आएर मापसे गर्ने बिहारका सरकारी विद्यालयका शिक्षकहरू पक्राउ। सरकारी जागिर लगाइदिने भन्दै ठगी गर्ने 1 जना युवक धनगढीबाट पक्राउ। एमालेका नेता महेश बस्नेत पक्राउ पर्दै एमाले नेत्री भन्छन् ब्याट्री सकिएर मोबाइल स्विच अफ भएको हो। पूर्व मन्त्री दीपक खड्कालाई 7 दिन हिरासतमा राख्न अदालतको अनुमति। राष्ट्रिय परीक्षा बोर्डले बालेन्द्र सरकारको निर्णयलाई गर्यो स्वागत। पतञ्जलि जग्गा प्रकरणमा माधव कुमार नेपालको मुद्दामा बहस नोट पेश गर्न गरियो आदेश। ओलीमाथि अनुसन्धान हुँदा निष्पक्षता कायम होस् भन्दै पुष्पकमल दाहाल प्रचण्डले दिए प्रतिक्रिया। 3 दर्जन भन्दा बढी शासकीय सुधारका लागि सार्वजनिक निकायहरूको खारेजी र हस्तान्तरको विषयमा गरियो गम्भीर छलफल। ओली पक्राउ विरुद्ध एमालेमा देखिएन एकता, कार्यकर्ताहरू देखिएनन् सडकमा। काङ्ग्रेसले पार्टी विभाजन विपरीत चलेपछि समानुपातिक सांसदलाई फिर्ता बोलाउने दियो चेतावनी। महेश बस्नेत भन्छन् फरार भएको छैन, नक्कली जाहेर दिन लगाई पक्राउको योजना बनाइयो। मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको महेश बस्नेतको आरोप। अब पूरा समाचार। दर्शकमान भाइहरू नमस्कार, युट्युब च्यानल लाइभ खबर मिडियामा यहाँहरूलाई हार्दिक स्वागत छ। दर्शकमान भाइहरू अहिलेसम्म हाम्रो च्यानललाई सब्स्क्राइब गरी जोडिनु भएको छैन भने कृपया सब्स्क्राइब गरी जोडिनुहोस् ताकि दैनिक रूपमा विशेष अनि महत्त्वपूर्ण समाचारका अपडेटहरू यहाँहरूमाझ आइरहनेछन्। दर्शकमान भाइहरू देश अनि विदेशका सयौं महत्त्वपूर्ण समाचारका अपडेटहरू केही मिनेटमै प्रस्तुत गर्दैछौँ। समाचारहरू सबै उत्तिकै महत्त्वपूर्ण छन्, त्यसैले समय अवधिभर हामीसँगै रहिरहनुहोला। दर्शकमान भाइहरू तपाईहरू कहाँदेखि हेर्दै हुनुहुन्छ, यदि नेपाल भए आफू बसेको जिल्ला अनि ठाउँको नाम, यदि विदेशबाट हेर्दै हुनुहुन्छ भने कुन देशबाट हेर्दै हुनुहुन्छ अनि हाम्रो भिडियो सामग्री के कस्तो लाग्छ। यदि भिडियो दैनिक रूपमा हेर्नुहुन्छ भने भिडियोको कमेन्ट बक्समा रेगुलर लेख्नुहोला। आज पहिलो पटक हेर्दै हुनुहुन्छ भने न्यू लेख्न पनि नबिर्सिनुहोला। दर्शकमान भाइहरू हाम्रो मेहनतको लागि एउटा लाइक, शेयर अनि सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला। सादा पोसाकमा प्रहरी एमाले सचिव महेश बस्नेतलाई पक्राउ गर्न भक्तपुर गुन्डु स्थित उनको घर वरिपरि रेकी गरेको तर उनको मोबाइल स्विच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा व्यापक फैलिरहेको छ। गृहमन्त्री सुदन गुरुङले एमाले आन्दोलन मत्थर पार्न
स्थलमा बस्नेतलाई पक्राउ गर्न चाहेको बुझिएको छ। तर कुन कसुरमा कुन आधारमा पक्राउ गर्ने भनी अन्यलता रहेको पनि बुझिएको छ। यति बेला उनको मोबाइल स्विच अफ भएसँगै शङ्का पनि बढिरहेको छ। प्रहरीले पक्राउ गर्न चाहेमा मोबाइल अन र अफको अर्थ हुँदैन। मानिस पहिचानका विभिन्न विधिहरू छन्, तर यो पंक्ति लेख्दासम्म कुनै पनि पक्राउ परेको खबर भने आइसकेको थिएन। काठमाडौँका प्रहरी प्रवक्ता एसपी पवन कुमार भट्टराईले उनलाई पक्राउ गर्नुपर्ने एउटा जाहेरी उच्च अदालतमा विचाराधीन रहेको र नयाँ कारण हालसम्म नआएको बताएका छन्। यसबाहेक केन्द्रीय अनुसन्धान ब्युरो र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पनि बस्नेत पक्राउबारे अनभिज्ञता भएको प्रकट गरेको छ। हालसम्म जिल्ला प्रहरी भक्तपुरको कुनै पनि टोली बस्नेतको खोजीमा नरहेको प्रवक्ता डीएसपी जुबेलले बताएका छन्। बस्नेत आइतबार दिनभरि प्रदर्शनका क्रममा नयाँ बानेश्वर माइतीघर क्षेत्रमा थिए भने प्रदर्शन पछाडि घाइतेलाई भेट्न नयाँ बानेश्वर स्थित एभरेस्ट अस्पतालमा पुगेका थिए। त्यहाँबाट च्यासल जाने भनेर निस्केका थिए भने च्यासल पुग्दासम्म उनको मोबाइल अन थियो। त्यसपछि स्विच अफ छ। उनी च्यासल स्थित पार्टी कार्यालयबाट तत्काल निस्केको बुझिएको छ। एभरेस्ट अस्पतालमा घाइते भेट्दाको तस्बिरमा उनको नजिक केन्द्रीय सदस्य समेत सीता सुवेदी देखेकी थिइन्। हामीले सुवेदीलाई सम्पर्क गर्दा बेलुकी 5 बजे नै बस्नेतको मोबाइल ब्याट्री रातो हुँदा स्विच अफ भएको बताएकी छिन्। अब कहाँ चार्ज गर्ने, च्यासल पुगिहाल्छु भनेर उहाँले भन्नुभएको थियो, तर अहिले उहाँको स्विच अफ रहेको कुराले हामीलाई पनि चिन्तित बनाएको छ उनले बताएकी छिन्। एमाले गठन गरेको भोलिन्टियर फोर्सका सदस्य अहिले बस्नेतको अघिपछि हुने गरेको पनि बताइएको छ। उनीहरू बस्नेतको गुन्डु स्थित घर, पार्टी कार्यालय र प्रदर्शन स्थलमा बस्नेतकै साथमा रहने गरेका छन्। यदि प्रहरीको सादा पोसाकमा टोली होइन भने त्यही भोलिन्टियर फोर्स हुनुपर्ने सुवेदी बताउँदै आइरहेका छन्। पछिल्लो समय देशव्यापी रूपमा नेकपा एमालेको आन्दोलन चर्किरहेको छ। यस्तो अवस्थामा नेकपा एमालेले कुन कुन नेताहरू पक्राउ पर्छ त भन्ने विषयमा अहिलेसम्म अनभिज्ञ रहेको बताउँदै आइरहेको हो। त्यही सम्पत्ति शुद्धिकरणको मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका पूर्व मन्त्री दीपक खड्कालाई 7 दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ। जिल्ला अदालतका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार उनलाई 7 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको बुझिएको छ। खड्कालाई म्याद थप गर्न आइतबार साँझ जिल्ला अदालत काठमाडौँमा पेश गरिएको थियो। आइतबार बिहान प्रहरीले उनलाई पक्राउ गरेको हो भने जेनजी आन्दोलनका क्रममा उनको घर जल्दा पैसा जलेको भिडियो सार्वजनिक भएको थियो। प्रहरीले खड्कालाई जसरी पक्राउ पूर्जीका आधारमा पक्राउ गरेको थियो। उनी काङ्ग्रेसका तर्फबाट ऊर्जा मन्त्री भएका थिए। आजै काङ्ग्रेसका अर्का नेता रमेश लेखकलाई पनि पेश गरेर म्याद थपको बस चलाइरहेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि म्याद थप्दा अर्को भर्चुअल प्रेस समेत भइरहेको छ। अहिले नेकपा एमाले र काङ्ग्रेसले विरोध गर्दै आइरहेका छन्, तर काङ्ग्रेसको भने एउटा पक्ष मौन देखिएको छ। खास गरी शेरबहादुर देउवा पक्षले अहिले विरोध गरिरहेको छ भने गगन थापा पक्ष भने यसको विषयमा मौन देखिएको हो। तर नेकपा एमाले भने सिङ्गो एमाले पार्टी नै अहिले विरोधको लागि मैदानमा उत्रिएको छ। खास गरी उनका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्नु असंवैधानिक भएको उनीहरूको आरोप समेत रहेको छ। तर गृहमन्त्री सुदन गुरुङले भने जेनजी आन्दोलनमा मृत्यु भएका र घाइते परिवारको एउटा शान्तिको लागि भए पनि केपी शर्मा ओलीलाई अनुसन्धान गरी उनको सत्य तथा बाहिर निकाल्न आफू तत्पर रहने उनले बताउँदै आइरहेका छन्। अहिलेको समयमा नेकपा एमालेको सबैभन्दा ठूलो समस्या नै केपी शर्मा ओली पक्राउ पर्नु र देशमा यस्ता गतिविधि हुनु चिन्ताजनक भएको पनि आरोप लगाउँदै आइरहेका छन्। यस्तै बालेन शाह सरकारले 60 दिनभित्र विद्यालय र विश्वविद्यालयको दलीय संगठन हटाउने कार्यसूची सार्वजनिक गरेको छ। सरकारको यो कदममा विद्यार्थी संगठनले असहमति जनाएको छ भने प्रधानमन्त्री बालेन शाह नियुक्त भएपछि 13 चैतमा बसेको मन्त्री परिषदको बैठकले 100 वटा कार्यक्रमको सूची स्वीकृत गरेको थियो, जसमा शैक्षिक गुणस्तरको गिरावट रोक्न दलीय संगठन हटाउने पनि भनिएको छ। शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप, विद्यार्थीको वास्तविक आवाज नसमेटिन शैक्षिक गुणस्तर पनि गिरावटको समस्या समाधान गर्न 60 दिनभित्र विद्यालय विश्वविद्यालयका हाताभित्र दलीय विद्यार्थी संगठनलाई संरचना हटाई 90 दिनभित्र विद्यार्थी काउन्सिल वा भोइस अफ स्टुडेन्ट संयन्त्रको विकास गर्ने कार्यसूची समेत उल्लेख गरिएको बुझिएको छ। दलीय संगठनको सट्टा विद्यार्थी काउन्सिल राख्ने विषयमा पनि विद्यार्थी संगठन सहमत छैनन्। विश्वविद्यालयमा हाल स्वतन्त्र विद्यार्थी युनियन सोबियु छ, जहाँ दलका विद्यार्थी संगठन मार्फत सोबियु चुनावमा संगठन र प्रतिस्पर्धा हुने गर्छ। स्वतन्त्र समूहबाट सोबियुको प्रतिस्पर्धा गर्न पाउँछन्। संविधानको मर्म विपरीत सरकारले विद्यार्थी संगठन हटाउन खोजेको विद्यार्थी
विद्यार्थी नेताहरूको तर्क रहेको छ। संविधानको धारा 17ले स्वतन्त्रताको हकमा व्यवस्था गरेको छ, जसमा राजनीतिक दल, सङ्घ संस्था र खोल्न पाउने व्यवस्था समेत राखेको बुझिएको छ। आलु काँचो अपरिपक्व कुरा आयो, संविधान नहेरी रिफर्म भयो। निर्विसङ्घका प्रवक्ता सूरज रजुवालले समेत बताएका छन्। राजनीतिमा विचार राख्न पाउने मौलिक अधिकार हो, अहिलेको सोभियो संरचना हटाउन मिल्दैन। अभिभावकबाट पनि यस्ता कार्यहरू हुन्छ भन्ने विषयमा हामी अपरिपक्व भएको उनले बताएका छन्। 5 चैतमा सोभियो चुनाव भएको 1 वर्ष भएको छ। सोभियोको कार्यकाल बाँकी नै रहेको अवस्थामा सरकारले हटाउन नमिल्ने दाबी विद्यार्थी नेताहरूले गर्दै आइरहेका छन्। सरकारको कदम निरङ्कुश अधिनायकवादी शैली भएको छ। सङ्घ संस्थाहरूको विरासत नबुझी हटाउन मिल्दैन। अखिलका अध्यक्ष दीपक धामीले भनेका छन्, संविधानले दिएको अधिकार हो, सरकारको योजना गलत नियतमा आइरहेको छ, सशक्त आन्दोलन गर्छौं उनले चेतावनी समेत दिएका छन्। यस्तै प्रधानमन्त्री बालेन्द्र शाहले गत शुक्रबार प्रधानमन्त्री कार्यालयका उच्च कर्मचारी तथा नेपाल सरकारका सचिवलाई छोटो मन्तव्य दिएका छन्। पद तथा गोपनीयताको शपथ ग्रहणपछि बालेन्द्रले पदभार सम्हाल्ने क्रममा मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयका उपसचिव, सहसचिव तथा सचिव अनि नेपाल सरकारका सबै सचिवहरूलाई संक्षिप्त रूपमा सम्बोधन गरेका थिए। एक सचिवका अनुसार उक्त कार्यक्रममा शाहले भाषण निकै छोटो थियो, करिब 3 मिनेटमा उनले सबै कुरा टुङ्ग्याएका थिए। ती सचिवका अनुसार उक्त कार्यक्रममा सचिवहरूले बोल्ने मौका नै पाएका थिएनन्। प्रधानमन्त्री शाहले एकहोरो निर्देशन मात्र दिएका थिए। सरकारको मर्म, गति र भावना स्पिरिट अनुसार काम गर्न उनले सचिवहरूलाई निर्देशन दिएका थिए। उनले सरकारको गति अनुसार काम नगरी पद छाडेर हिँड्न समेत भनेका थिए। सरकारको स्क्रिप्ट मेन्टेन गरेर काम गर्नुहोस्, स्क्रिप्ट समात्न सक्नुहुन्न भने छाड्नुहोस्। स्रोतका अनुसार शाहले भने हामीले जनताको सेवा गर्ने हो, सरकारले नागरिक सर्वोच्चता कायम गर्ने उनले बताएका छन्। प्रधानमन्त्री शाहले उद्धृत गर्दै स्रोतले भनेको छन्, तपाईहरू लोकसेवा आयोग पास गरेर आउनु भएको छ, तपाईहरू सक्षम हुनुहुन्छ, तपाईहरूलाई बोल्न लेख्न आउँछ, तर तपाईहरू हाम्रा मन्त्रीहरूलाई नपढाउनुहोस्। हाम्रा मन्त्रीहरू सक्षम हुनुहुन्छ, उहाँहरूले भने अनुसार काम गर्नुहोस्। ऐन कानुन नियम देखाएर काममा आलटाल नगर्न उनले सचिवहरूलाई निर्देशन समेत दिएका छन्। मन्त्रीले दिएको निर्देशनलाई ऐन कानुन तथा नियम देखाएर आलटाल नगर्नुहोस्, मन्त्रीले भने अनुसार काम गर्नुहोस् उनले बताएका छन्। उक्त कार्यक्रममा प्रधानमन्त्री शाहले आफूले नेपाल हाँसेको हेर्न चाहेको बताएका थिए। उक्त दिन मन्त्री परिषदको पहिलो बैठक अनुसार बसेको पनि बुझिएको छ। बैठकले शासकीय सुधारका लागि 100 बुँदे कार्यसूची पास गरेको थियो। उक्त कार्यसूची शनिबार सार्वजनिक समेत गरिएको थियो। यस्तै प्रधानमन्त्री बालेन्द्र शाहले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई फोन गरेर फेवातालको अतिक्रमण हटाउने काम कहाँ पुग्यो भनेर प्रश्न गरेका छन्। शासकीय सुधारका 100 बुँदामा फेवातालका अतिक्रमण हटाउने 90 दिनभित्र प्रक्रिया अगाडि बढाउने कार्यसूची सार्वजनिक गरेसँगै प्रधानमन्त्री बालेनले आइतबार पोखराका मेयरलाई फोन गरेका छन्। फोन वार्तामा फेवातालको अतिक्रमण हटाउने प्रक्रिया छिट्टै सुरु गर्ने, अहिलेसम्म भएको प्रक्रियाबारे जानकारी गराउन मेयर आचार्यलाई समेत बताएका छन्। फेवातालको अतिक्रमण हटाउने विषयमा प्रधानमन्त्री ज्यूसँग आज मेरो कुराकानी भएको छ। उहाँले अतिक्रमण हटाउन के तयारी भएको छ भनेर सोध्नु भएको छ। मेयर आचार्यले आइतबार हामीसँग भनेका छन्, हामीले गरिरहेको तयारीबारे जानकारी गरायौँ, छिट्टै रिपोर्ट लिएर आउँछौँ भनेका छौँ। बालेन नेतृत्वको सरकारले शासकीय सुधारको 100 कार्यसूचीको 76 नम्बरमा फेवातालको जलाधार क्षेत्रको पहिलो व्यवस्थापन, मुहान संरक्षण र जलवायु परिवर्तन अनुकूलको कार्य सरकारवालाको सहभागिता 3 महिनाभित्र प्रक्रिया अगाडि बढाउन जलाधार क्षेत्रको प्रभावकारी संरक्षण गर्न भनिरहेको छ। सरकारको प्राथमिकतामा फेवाताल संरक्षण गरेकोले आफूलाई खुसी लागेको मेयर आचार्यले समेत बताएका छन्। फेवाताल संरक्षण गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले संयोजकत्वमा पोखराका मेयर, प्रमुख जिल्ला अधिकारी लगायत रहने गरी समिति गठन गरेर काम भइरहेको बताएका छन्। समितिले फेवातालको सिमानामा पोल गाड्ने काम गरेको छ भने मुआवजा दिने गरी जग्गा छुट्याउने काम भइरहेको मेयरले जनाएका छन्। 1-1.5 महिनामा दूषित दर्ता र मुआवजा दिने गरी जमिन छुट्याएर रिपोर्ट बनाउँछौँ उनले भने।